साथीहरू फेरि जवानमा सोध्ने महत्त्वपूर्ण क्वेसन र प्रश्न लिएर म आएको छु र तपाईहरूले पुरानो च्यानललाई थुप्रैले सब्सक्राइब गर्नुभएको थियो, केही कारणवश त्यसमा इरर आएको रहेछ अनि रिपोर्ट गरिरहेको छ। यो मेरो नयाँ च्यानल हो र यसलाई पनि सब्सक्राइब गरिदिनु होला। ल जवानमा सोध्ने क्वेसनहरू, तपाईलाई नेपाल प्रहरी बन्न कसले प्रेरित गर्यो? प्रहरी सङ्गठनको अनुशासन, इमान्दारी र प्रतिष्ठा देखेर म प्रेरित भए सर भनेर भन्दा चाहिँ एकदमै राम्रो उत्तर हुन्छ। र अर्को उत्तर तपाईँहरूको जसको चाहिँ बुवामा चाहिँ प्रहरीमा हुनुहुन्छ उहाँले भन्ने, मेरो बुवा पनि प्रहरीमा हुनुहुन्थ्यो, उहाँको सेवाभाव र समर्पणले मलाई प्रेरित गर्यो सर भनेर भन्ने। र अर्को उत्तर पनि भन्न सक्नुहुन्छ, जो चाहिँ एकदमै नर्मलबाट भन्न सक्नुहुन्छ, समाजमा शान्ति, सुरक्षा र न्याय कायम गर्न म आफै सक्रिय हुन चाहन्थे सर भनेर भन्नुहुन्छ। तपाईँलाई नेपाल प्रहरीमा मनपर्ने पक्षहरू के छन् भनेर सोध्न सक्ने हुन्छ। उत्तर, नेपाल प्रहरीमा मनपर्ने पक्षहरू धेरै छन् सर। अनुशासन, इमान्दारी, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान, विशेष सुरक्षा, जनताको सुरक्षा आदि हुन्। तपाईँ नेपाल प्रहरी बनेर के गर्ने योजना बनाउनु भएको छ? मेरो पहिलो लक्ष्य जनताको जीवन सम्पत्तिको संरक्षण गर्नु हो। म अपराध नियन्त्रण, शान्ति व्यवस्था र शान्ति स्थापना र विपद व्यवस्थापनामा सक्रिय भूमिका खेल्न चाहन्छु सर। यो तपाईँको यस्तो क्वेसन सोद्धाखेरि उत्तर दिनुभयो भने तपाईँलाई एकदमै प्रभावित उत्तर हुनेछ र तपाईँप्रति बढी झुकाव हुनेछ। थ्याङ्क यू।